हैन आज त यो मकनपुरको हैन ठिङ्गनको डाँडा हेर्न सक्नुहुन्छ। यहाँ ट्र्याक्टर यो उदाको पनि यहाँ हेर्न सक्नुहुन्छ। यो चाहिँ फास्ट्याग बनिरहेको पनि हेर्न सक्नुहुन्छ साथी। फास्ट्यागको चाहिँ बनिरहेको चाहिँ पुल बनिरहेको चाहिँ साथीहरू हेर्न सक्नुहुन्छ। साथीहरू यो चाहिँ ठिङ्गन लटेश्वर महादेव जाने बाटो त्यही हो साथीहरू। ठिङ्गनबाट लटेश्वर महादेव जाने बाटो चाहिँ यहीँबाट पनि छ, यो बाटो पनि छ है साथीहरूलाई हेर्न सक्नुहुन्छ। यो बाटो हेर्नुहोस् पुरा त्यही हावा चलिरहेछ सर, पुरा हेर्नुहोस् पुरा हावा चलिरहेछ साथीहरूलाई हेर्नुहोस्। पुरै हावा चलिरहेछ है साथीहरू। बिहानको 7 बजीको समयमा हेर्न सक्नुहुन्छ। बाटोको अवस्था छ, सुनसान छ बाटो। ल हेर्नुहोस् पुरा हावा चलिरहेछ तपाईँहरू। ल हेर्नुहोस् पुरा उतापट्टि चाहिँ डाँडाहरूमा घाम लागिरहेको देख्न सक्नुहुन्छ। यतापट्टि चाहिँ घाम लागेको छैन। ल हेर्नुहोस् बाटो क्लियर छ। ल हेर्नुहोस् यो चाहिँ लटेश्वर महादेव जाने बाटो साथीहरू। यहाँ चाहिँ 104 लटेश्वरको भगवान् शिवको छ है साथीहरूलाई हेर्नुहोस्। यो चाहिँ 64 शक्ति पीठमा मध्येमा एक शिव भगवान्को महत्त्वपूर्ण शिवको लिङ्गको धार्मिक स्थल पर्छ है साथीहरू। हेर्न सक्नुहुन्छ। ल यो बाटो जान सक्नुहुन्छ है साथीहरू। यो चाहिँ यतापट्टिको बाटो चाहिँ काठमाडौँ हो। यहाँबाट एउटा प्रवेशद्वार छ, यहाँबाट चाहिँ तपाईँहरू लटेश्वर महादेवको दर्शन गर्न जान सक्नुहुन्छ साथीहरू। आजलाई यति नै। अर्को फेरि भिडियो लिएर आउनेछु साथीहरू। आजलाई गुड मर्निङ है सबै साथीहरूलाई।